अहिले म ठिक यीशु जन्मनु भएको ठाउँमा खडा भएको छु। यहाँ 14वटा पोइन्ट भएको चाँदीको तारा बनाएर यो ठाउँमा राखिएको छ। कारण यो ठाउँको सिधा माथि तारा अडिएको थियो। जति बेला ज्योतिषीहरू यीशुलाई भेट्न आउँदा यही ठाउँमा तारा अडिएको थियो भनेर देखाउनलाई यहाँ तारा राखिएको छ। अनि यो तारामा 14वटा पोइन्ट बनाएको कारण अब्राहमदेखि दाउदसम्म 14 पुस्ता, दाउद राजादेखि बेबिलोनमा निर्वासन हुने समयसम्म 14 पुस्ता र बेबिलोनमा निर्वासन भएको समयदेखि ख्रिस्टको समयसम्म 14 पुस्ताको प्रतिनिधि गरेर यो तारालाई 14वटा पोइन्ट दिएर डिजाइन गरेको हो। यहाँ हामी येशूलाई डुडमा राखेको ठाउँ पनि हेर्न गइरहेको छौँ। यो ठाउँमा येशूलाई डुडमा सुताइरहेको गोठालाहरूले भेटेका थिए। तर यहाँ राखिएको डुड एक रेप्लिकाको लागि राखिएको हो र ओरिजिनल डुड चाहिँ रोमको सान्ता मारिया मेगियोर चर्चमा राखिएको छ।